हेलो नमस्ते गाइज, आई होप तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै नै छु। धेरै समय पछाडि चाहिँ यसो भ्लग बनाउनलाई चाहिँ म लागिपरेको छु, किन भन्दाखेरि त्यत्रो समय ग्याप भयो। मेरो मोबाइल बिग्रेको कारणले गर्दाखेरि चाहिँ मैले भ्लगलाई चाहिँ निरन्तरता दिन सकिरहेको थिएन। अब चाहिँ म यसो आजको दिन विशेष गरी होलीको दिन भनेर चाहिँ बाहिरतिर के कस्तो हुँदैछ यसो हेरिदिउँ भनेर तपाईहरुको लागि भिडियो बनाइदिउँ भनेर मात्रै लाग्यो हो। सो गाइज हेर्दै गर्नु, जोडिँदै गर्नु। बिचतिर म अहिले तपाईँहरूलाई देखाउने नै छु गाइज। अहिले चाहिँ हामी टेकोमा बसिरहेको छौँ गाइज होइन। टक्क माथि बसन्तपुर जान लाग्यो, त्यहाँ धेरै भिड भएर चाहिँ हामी चाहिँ जाने हिम्मत पनि गरेन, आँट पनि गरेन र अब त्यो जाने प्लान मैले क्यान्सल पनि गरिसक्यो, किनभने त्यहाँ धेरै भिड भयो क्या। भिड पनि भयो प्लस माथिबाट चाहिँ पानीहरू त्यो फाल्ने रहेछ है। अब कहाँ भिजेर हिँड्छ त हामी यार। अब त्यस्तो भयो। अनि अब टक्क हामी चाहिँ टेकोबाट फर्केर चाहिँ जानुपर्ने हुन्छ। टेकोबाट फर्केर बौद्ध त्यो लभ डाँडातिर यसो हेर्नु जानुपर्ने हुन्छ है। अब त्यहाँनिर हेरौँ के कस्तो लाग्छ, म तपाईँहरूलाई देखाउने नै छु गाइज है। अङ्कलहरू छ हामीसँग सुरु गाइज। अहिले चाहिँ हामी लभ डाँडा आइसकेका छौँ हामी। अब माथितिर लाग्दैछ है। लभ डाँडामा लभ स्टेसन जस्तै भइरहेको छ यहाँ चाहिँ, देख्न सक्नुहुन्छ तपाईँहरूले। चारैतिर मान्छे, यस्तो भिड। यो उकालो चढिरहेको होइन यहाँ। म सास फेर्नै गाह्रो भइसक्यो गाइज। जस यता चाहिँ एकदम यो अहिले चाहिँ एकदमै काम लाग्ने खालको भएछ है, तरकारी खेती। अनि हामी चाहिँ यहाँ माथि आएर हावा खाँदैछ कि, टक्क बसेर हावा खाने हो। अनि त्यसपछि टक्क फर्किने हो। सबै आफ्नै तालमा छ क्या हामी। टिकटकदेखि लिएर युट्युबसम्मको चर्चित व्यक्तिहरू हाम्रो लभ डाँडामा उपस्थित भइसकेको छ। अब हामीले केही समय धैर्य गर्नुपर्ने हुन्छ यहाँ चाहिँ। स्या Iman mamalda tila ida tha kang ako badaji da tha Syai bisman gujur ni mam kang nun da tha da tha tila ida tha Arta bachu chhara kolga de hurik bulub didi da tha शब्द भनु तिमीलाई के मलाई आउँदैन गफ लाउनु तिमी